निजामती कर्मचारीहरूले सिंहदरबार स्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धरना दिएका छन्। संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नु अघि धरना दिएका हुन्। 2081 चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका कर्मचारीहरूले बिहिबार मात्रै विरोधका कार्यक्रम घोषणा गरेका थिए, जस अन्तर्गत आज संघीय मामिला मन्त्री, कानून मन्त्री र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको थियो। ज्ञापन पत्र बुझाउन अघि कर्मचारीहरूले धरना दिएका हुन्। कर्मचारीहरूले आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्य समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, यही वैशाख 10 गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र 12 गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेको छ। कर्मचारी संगठनहरूले यसअघि भएका सहमति सम्झौता र आन्दोलनले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन्।